के च्याट जीपीटीले मानिसको ज्यान लिन सक्छ? अमेरिकामा अहिले यही विवाद अदालतमा पुगेको छ। 16 वर्षीय एडम राइन नामका किशोरको मृत्युमा च्याट जीपीटीको हात रहेको भन्दै उनका बुवा आमाले अदालतमा मुद्दा हालेका छन्। क्यालिफोर्नियामा बस्ने ती किशोरले च्याट जीपीटीलाई सोधेर सोही अनुसार ड्रग्सको ओभरडोज लिएको र त्यसैका कारण उनको मृत्यु भएको दाबी गरिएको छ। अभिभावकहरूका अनुसार राइनले केही समयदेखि च्याट जीपीटी प्रयोग गर्दै आएका थिए। सुरुमा उनले पढाइ र अन्य सामान्य जानकारीका लागि च्याट जीपीटीको सहयोग लिने गर्दथे, तर बिस्तारै उनले च्याट जीपीटीमा ड्रग्स सम्बन्धी जानकारीहरू पनि खोज्न थाले। उनले सोधेको जिज्ञासामा च्याट जीपीटीले विभिन्न प्रकारका लागु पदार्थ एकैपटक सेवन गर्दा हुने असरलाई कसरी कम वा बढी गर्न सकिन्छ भन्ने बारेमा समेत सल्लाह दिएको थियो। च्याट जीपीटीकै सल्लाह अनुसार उनले ड्रग्स र रक्सी सँगै मिसाएर सेवन गरे, तर त्यो निकै हानिकारक साबित भयो र ती किशोरको ज्यान गयो। ड्रग्स र रक्सीलाई सँगै सेवन गर्दा पनि सुरक्षित हुन्छ भनेर च्याट जीपीटीले सुझाव दिएकाले आफ्नो छोराले त्यसरी सेवन गरेको र त्यसले ओभरडोज भएर उनको मृत्यु भएको भन्दै च्याट जीपीटीको मातृ कम्पनी ओपन एआई विरुद्ध मुद्दा हालिएको हो। ओपन एआईले चाहिँ उक्त घटनाप्रति दुःख व्यक्त गर्दै भनेको छ, च्याट जीपीटीलाई कुनै पनि प्रकारको मेडिकल उपचार वा विशेषज्ञ सल्लाहको विकल्पको रूपमा प्रयोग गर्नु हुँदैन।